त्यसकैबाट मैले स्वयं चाहिँ सिभिलमा व्यक्तिहरूले चाहिँ असुर ग्यास प्रहार गरेको मैले आफै देखेँ। तपाईले देख्नुभयो? हजुर, हाम्रो पक्षमा त्यही क्रान्तिको जन्म भइरहेको। राप्रपा एक्लै क्रान्ति जनताले ल्याउँछ, तर एउटा राष्ट्रवादी हो र एउटा राष्ट्रघाती हो। यो राष्ट्रवादी पक्ष हो। राजावादीलाई राष्ट्रवादी पक्ष भन्नुभयो। राष्ट्रवादी हो। राजाको मात्र एजेन्डा छैन नि त। राजाको मात्र एजेन्डा होइन, यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। चिहानमा गाडिएका भ्रष्टाचारीलाई पनि निकालेर दण्डित गर्नुपर्छ। सुशासन कायम गर्नुपर्छ। शिक्षा, स्वास्थ्य र न्यायालय चाहिँ समान र सबैको पहुँचमा गुणस्तरीय र निःशुल्क हुनुपर्छ भन्ने माग छ हाम्रो, होइन। सुशासन देशमा कायम गर्नुपर्छ भन्ने हो। यहाँका युवाहरूलाई यहीँ चाहिँ काम गर्न सक्ने अवसर सृजना गरौँ। यति बेला हामी राप्रपा नेत्री खुशबु ओलीसँग संवाद गर्दैछौँ। उहाँको आजको यो सभालाई, आजको यो राप्रपाले कसरी अगाडि बढाउँछ नेत्री खुशबु ओलीसँग लामो उत्सुकताका साथ हामी पर्खिरहेका छौँ। कार्यक्रम सञ्चालन गर्ने समय पनि आउँदैछ। यहाँलाई पूर्व सूचना मात्रै गर्न खोजेको हुँ मैले। स्वयंसेवक साथीहरू अब दक्षिणपट्टिको भाग, पूर्व दक्षिणपट्टिको भागहरूलाई र दायाँ बायाँ बस्नुभएको साथीहरूलाई कुर्सीमा बस्न अनुरोध गरिदिनु होला। र स्वयंसेवक साथीहरूले अहिले नै आफ्नो ठाउँको त्यो जिम्मेवारी पुरा गरिदिनु होला। अहिले हामीसँग यहाँ स्टेजमा रहनुभएका साथीहरू, स्टेजको हामीले सीमित रूपमा स्टेजमा नेताजीहरूलाई राख्नको लागि तयार गरेको स्टेज हो। तपाईँहरूले धेरै यहाँ भिड गर्दा यसको वेटको पनि कुरा हुन्छ। यसले सुरक्षाको लागि तपाईँहरूले यो कुरामा ख्याल गरिदिनु होला। र स्टेजमा रहनुभएको साथीहरूले तल बसेर फोटो खिचिदिनु हुन म अनुरोध गर्दछु। स्वयंसेवक साथीहरू यहाँ माथि स्वयंसेवक साथी जो बस्न बस्न तयार गर्नुभएको छ उहाँ रहिदिनु होला। अलिकति प्रगति भएको या त फेरि चाहिँ हामी र राष्ट्रिय प्रजातन्त्र पार्टी अङ्कित यो झन्डा छ। यो झन्डालाई तपाईँहरूले यो कार्यक्रम स्थलको दायाँ बायाँ पोलमा राखिदिनु हुन म अनुरोध गर्दछु। स्वयंसेवक साथीहरूलाई यो झन्डालाई ठिक ढङ्गले व्यवस्थापन गरिदिनु हुन म अनुरोध गर्छु। क्यामेराम्यानहरू बसेको भन्दा दायाँ बायाँको साथीहरू कुर्सीमा त बस्दिनु हुन म अनुरोध गर्दछु। हामीले पिउने पानीको व्यवस्था 2 ठाउँ गरेका छौँ। यदि आवश्यक पर्यो भने स्वयंसेवक साथीहरूलाई त्यसलाई 3 ठाउँ बनाइदिनु हुन म अनुरोध गर्छु। अलिक तलसम्म जाँदा पनि केही फरक परेन। र अहिले उपस्थित भएको जति साथीभाइहरू हुनुहुन्छ, राष्ट्रवादी साथीहरू, उहाँहरू पर्सनल रूपमा आइरहनु भएको अवस्था हो। हाम्रो ठाउँबाट आउने जुलुस, यो कार्यक्रममा सहभागी हुने जुलुस आउन बाँकी छ, आउँदैछ। त्यसले गर्दा त्यो जुलुस आउँदाखेरि बल्खुबाट आउने, यता किर्तिपुरबाट आउने जुलुसलाई स्वयंसेवक साथीहरूले व्यवस्थापन गर्नुहुनेछ। यता कालीमतीबाट आउने जुलुसलाई व्यवस्थापन गर्नुहुनेछ। धोबीघाटबाट आउने जुलुसलाई पनि स्वयंसेवक साथीहरूले व्यवस्थापन गर्नुहुनेछ। र यता पछाडि खसी बजारबाट आउने जुलुसलाई पनि यहाँले व्यवस्थित ढङ्गले अगाडिबाट होइन, जहाँ ठाउँ खाली छ त्यो ठाउँमा प्रवेश गराउनुहुनेछ। साथीहरूलाई मैले जति साथीहरूले स्वयंसेवकको क्याप लाउनु भएको छ या स्वयंसेवक टी सर्ट लाउनु भएको छ, तपाईँले स्वयंसेवकीय भूमिका भन्दा बाहिर अर्को भूमिकामा ज्ञापन नगरिदिनु होला म अनुरोध गर्दछु। सबै स्वयंसेवकको हामीले कमान्डर पार्टीले टोकेको छ। कमान्डरसँगको निर्देशन लिएर यहाँले आफ्नो ठाउँ काम गर्नुहुनेछ। र स्टेजमा आवश्यक भन्दा अरू साथीहरूले स्टेजभन्दा तल गएर सहयोग पुर्याइदिनु हुन म अनुरोध गर्दछु। हाम्रा नेताजीहरू आएर त्यहाँ कुर्सीमा बस्न सुरु गरिसक्नु भएको छ, त्यहाँ पनि व्यवस्थापन गर्नको लागि मैले अनुरोध गरेँ। र दायाँ बायाँ उभिएर बस्नुभएको साथीहरूलाई कुर्सी
कुर्सीमा बस्दिनु हुन म अनुरोध गर्छु, कुर्सीमा बस्दिनु हुन अनुरोध गर्छु। र हाम्रो यहाँ जे व्यवस्थापन गरिएको छ एकदमै मापदण्ड पुर्याएर हामीले व्यवस्थापन गरेका छौँ। त्यसलाई यदि कुनै कारणले एक्सिस गर्नु पर्यो, ठाउँलाई अलिकति बृहत बनाउनु पर्यो भने त्यो पनि हामी व्यवस्थापन गर्नेछौँ। तपाईँहरूले कुनै अन्यथा लिइरहनु पर्दैन। स्वयंसेवक साथीहरू प्लिज, मेरो सबैभन्दा बढी मेरो हार्दिकता छ तपाईँ स्वयंसेवकहरूलाई। आज तपाईँले 4 घन्टा खट्नुपर्छ, त्यसले गर्दा तपाईँहरू अहिले नै व्यवस्थापन गर्न सक्नु भएन भने तपाईँलाई पछि गाह्रो हुन्छ। सिटमा बस्नलाई सिटमा राखिदिनुहोस् र स्वयंसेवक साथीहरूले आफ्नो ड्युटी लिनुहोस्, आफ्नो ड्युटी लिइसक्नुहोस्। यहाँ मञ्चमा आउने नेताजीहरूलाई म यहाँ स्वागत समारोह समितिले नै यो वेलकम गरिहाल्छ र त्यसमा थप हामीले भनेका स्वयंसेवक साथीहरूले त्यो एन्सरको मद्दत पुर्याइहाल्नुहुन्छ। दायाँ बायाँ रहने साथीहरूलाई पानीको व्यवस्था यो अगाडिपट्टिको भागमा हामीले व्यवस्थापन गरेका छौँ। त्यसलाई मैले कोठा दोहोऱ्याउनु परेन। महानगरपालिकाले आज हामीलाई कम्तीमा सिट नकाट्ने व्यवस्था तपाईँहरूले पर्सनल रूपमा सबैले मिलाउनु हुनेछ। पानी पिउनु नै छ अथवा अन्य कुनै पनि किसिमको डस्ट तपाईँले सम्बन्धित ठाउँमा व्यवस्थापन गरिदिनु होला, ताकि हाम्रो स्वयंसेवक साथीहरूलाई पनि त्यो कलेक्सन गर्न अथवा व्यवस्थापन गर्न सजिलो रहोस्। मैले अनुरोध गरिसकेका छु र म पटक गरि नै छु, तपाईँहरूले कुर्सीलाई व्यवस्थापन गरिदिनुहोस् र पछाडि बस्ने दायाँ बायाँ साथीहरूले कुर्सीमा रहिदिनुहोस्। हाम्रो चारैतर्फबाट अब यो बागमती प्रदेशको आमसभामा उपस्थित हुन आइरहनु भएका साथीहरू, राष्ट्रवादी साथीहरू, पार्टीका साथीहरू अब आउने क्रम जारी छ भन्दै म राष्ट्रवादी गीत केही समयको लागि बजाइदिनु अनुरोध गरेर बिदा भए। धन्यवाद। आम सञ्चार माध्यमको साथीहरूलाई त एकदम निर्धारित ठाउँमा यो मञ्चलाई पनि कभर गर्न मिल्ने, पछाडि मासलाई पनि कभर गर्न मिल्ने र दायाँ बायाँ पनि फोटो लिन मिल्ने गरी हामीले व्यवस्थापन गरेका छौँ। एकदमै मापदण्डमा छ, यहाँले त्यसलाई राम्रोसँग भरपुर युज गरिदिनुहुन्छ र कुनै पनि समस्या पऱ्यो भने मोहन श्रेष्ठ हाम्रो पार्टीको प्रवक्ता, सञ्चार प्रमुख, सूचना तथा सञ्चार प्रमुख मोहन श्रेष्ठलाई यहाँले कोर्डिनेट गर्नुहुनेछ र स्वयंसेवक साथीहरूको प्रमुख हुनुहुन्छ, प्रमुखसँग कन्ट्याक्ट गर्नुहुनेछ र कुनै त्यस्तो किसिमको मैले एउटा सूचना गर्नुभयो भने मलाई लेखेर दिनु होला, त्यो सूचना प्रवाह गर्नेछु। सबै साथीहरूलाई अहिले एकछिनमा ओझेल परे है साथीहरू, जय राष्ट्र। घेराबन्दीमा पार्दाखेरि चाहिँ तपाईँहरूले न्यायिक समिति गठन नगर्ने, तर एउटा बेलुन पड्केको त त्यो आफ्नो गल्तीले हो नि आयोजकको, होइन? त्यहाँ त कसैले घुसपेट गरेको थिएन नि त। उनीहरूको मुख चल्दाखेरि चाहिँ न्यायिक समिति के अरे छानबिन समिति गठन हुने, जनता मर्दाखेरि छानबिन समिति गठन नहुने, यही जुन अन्याय र विभेद सरकारको छ यसको विरुद्ध नेपाली जनता सडकमा हो। तपाईँले न्यायिक छानबिन समिति जसरी भए पनि बनाउन तयार गराउनुहुन्छ सरकारले? गर्नुपर्छ, किनभने जनता मारेको छ। यो देशमा मानवाधिकार आयोग छ, यो विश्वमा चाहिँ मानवाधिकारका कति कुरा हुन्छ, तर मैले के देखिरहेको छु भन्दाखेरि अहिलेको अवस्थामा चाहिँ मानवाधिकारवादीहरू यिनीहरूको चाहिँ सीमा चाहिँ नेपालको बोर्डरमै सकिने हो कि क्या? किनभने यति चाहिँ डेमोक्रेसीको डिफेन्डर भनेको छ, ह्युमन राइट्स वाचडग भनेको छ, ह्युमन राइट्सका सङ्घ संस्था एनजिओ आइएनजिओ नेपालमा कति छ डलरवादीहरू, तर आज चुइक्क बोलेका छन्। तपाईँ आज प्रेसले स्वतन्त्र रूपमा पत्रकारिता गरेको छ, 3 कुनेमा तपाईँले भन्नुहुन्छ नि 2 जना मान्छे मात्रै मरेको होइन, पत्रकारिता पनि त्यो दिन त्यही मरेको थियो। त्यसैले गर्दाखेरि हामी के चाहन्छौँ भन्दाखेरि जसरी पनि हुन्छ, हामी गलत छौँ भने हामी सजाय भोग्ने, तर राज्य गलत छ भने राज्यले सजाय भोग्नुपर्छ, तर न्यायिक समिति चाहिँ गठन हुनुपर्छ। त्यसमा तपाईँहरूले सिधै दोष राज्यको देख्नु? एकदमै सिधै, मैले मात्रै होइन। हेर्नुहोस्, यो नेपालमा अहिले सामाजिक सञ्जाल नभएको भए, मान्छेको हातमा मोबाइल नभएको भए यो सत्य उजागर हुन्थ्यो। कुनै मिडियाले लेख्यो 20 जना मान्छे घाइते हुँदा 100औं राउन्ड चाहिँ अब यस्तो आन्दोलन सेमी अटोमेटिक वेपन्सहरू युज भयो, बन्दुक प्रहार युज भयो, होइन? यो त तपाईँको मानवाधिकारकै हिसाबले हेर्नु भयो भने पनि यो गलत हो। त्यसकै यो प्रोटोकलले पनि यो दिँदैन, किनभने डिफेन्सको पनि प्रहरीले डिफेन्स गर्ने पनि चरणबद्ध हुन्छ, त्यो प्रोटोकल पनि प्रहरीले सुरुवातमै जस्तो तपाईँले त्यो दिन भाषण पनि गर्नुभएको थियो स्टेजबाट, तपाईँको त्यो भाषण अहिले निकै चर्चामा पनि छ। तपाईँले त्यो स्टेजमा भाषण गरिसके पश्चात चाहिँ आँसु ग्यास पार भएको हो या तपाईँ चाहिँ अगाडि? मैले भाषण गरेर म बोलिसकेपछि त्यसको 5-7 मिनटमा चाहिँ स्टेजमा प्रहार भयो, हामी त्यही थियौँ, स्टेजमा प्रहार भयो। त्यसबाट म चाहिँ कुनैतर्फ भागेर जाँदै गर्दाखेरि छतबाट मैले स्वयं चाहिँ सिभिलमा व्यक्तिहरूले चाहिँ
असुर ग्यास प्रहार गरेको मैले आफै देखेँ। तपाईँले देख्नुभयो? हजुर, म प्रत्यक्ष। तपाईँ प्रत्यक्षदर्शी हो। सरकारले तपाईँले बोलाएर सोधपुछ गरेको छ के भएको थियो, किन भएको थियो? तपाईँहरूको नेताहरूलाई खास गरेर पक्राउ त हामीले देख्यौँ, रविन्द्र विश्व पक्राउ पर्नु भएको छ, धवल शमशेर राणा पक्राउ पर्नु भएको छ। तर सोधपुछको लागि होइन, के भएको थियो? तपाईँहरू प्रत्यक्षदर्शी हो, आइदिनुहोस् भनिदिनुहोस् भनेर भनेको छ सरकारले। सत्तापक्ष त मान्नै तयार छैन कि यस किसिमको गतिविधि भएको थियो भनेर। नभए प्रहरीको प्रतिवेदन जुन लिक भयो त्यसले नै प्रहरीले कसरी ढाट्यो प्रेस रिलिजमा भनेको मलाई प्रश्न भइसकेको छ। प्रहरीले त यति पनि मान्न तयार छैन कि डेट एक्सपायर चाहिँ आँसु ग्यास पार भएको पनि मान्न तयार छैन। त्यो त हामीले सबुत देखिसकेको छौँ। सामाजिक सञ्जालमा छ्याप शक्ति त्यसका अरू ग्यासका क्यानहरू देखिसकेका छन् होइन। त्यही भएर सत्य केही समय कमजोर हुन सक्छ तर सत्यलाई लुकाउन सधैँभरि सकिँदैन होइन। जब सत्य चाहिँ बोल्न नसक्ने अवस्था सृजित हुन्छ तब त्यहाँ लोकतन्त्रमा दासत्व मात्रै बाँकी हुन्छ। त्यही दासत्वको पराकाष्ठ हामीले नेपालमा देखिरहेको छौँ। जनताहरूलाई मौन बनाइरहेको छ, मिडियाले लेख्न डराइरहेको छ, बुद्धिजीवीहरूले चाहिँ दलको दर्शन दिइरहेको छन्, आफ्नो विवेक प्रयोग गरेका छैनन् होइन। त्यसले गर्दाखेरि न्यायलाई चाहिँ मारेर चिहानमा गाड्या हो तर त्यही चिहानबाट क्रान्तिको जन्म हुन्छ। यो त्यही क्रान्तिको जन्म भइरहेको छ। राप्रपा एक्लैले सक्छ या त फेरि चाहिँ अलिकति अलायन्स बनाउनु पर्ने हुन्छ? अब हामीले देखिरहेका छौँ अहिले देशमा चाहिँ यो पार्टीहरूभन्दा पनि दुईवटा प्रमुख अलायन्स देखियो, एउटा राजावादी अर्को गणतन्त्रवादी, दुई पक्ष। त्यसो भए अब सबै राजा पक्षधारहरू एक ठाउँमा आउन जरुरी छ या त फेरि राप्रपाले एक्लै चाहिँ हामीले अभियान गर्छौँ क्रान्ति ल्याउँछौँ भनेर अठोट साथ अगाडि बढ्यो भने चाहिँ क्रान्ति आउँछ? के हुन्छ? क्रान्ति जनताले ल्याउँछ र यो देशमा दुईवटा पक्ष भन्नुभयो ठिक हो, तर एउटा राष्ट्रवादी हो र एउटा राष्ट्रघाती हो। यो राष्ट्रवादी पक्ष हो। राजावादीलाई राष्ट्रवादी पक्ष भन्नुभयो? राष्ट्रवादी हो। राजाको मात्र एजेन्डा छैन नि त। राजाको मात्र एजेन्डा होइन, यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ, चिहानमा गाडिएका भ्रष्टाचारीलाई पनि निकालेर दण्डित गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ, शिक्षा स्वास्थ्य र न्यायालय चाहिँ समान र सबैको पहुँचमा गुणस्तरीय र निःशुल्क हुनुपर्छ भन्ने माग छ हाम्रो होइन। सुशासन देशमा कायम गर्नुपर्छ भन्ने हो। यहाँका युवाहरूलाई यहीँ चाहिँ काम गर्न सक्ने अवसर सृजना गरौँ। आज जसरी तपाईँको प्रदेशमा 550 सांसदलाई पालिएको छ कि छैन भन्नुहोस् त। हामीले तिरेको पैसा हो 179 अर्ब हामीले प्रत्येक बजेटमा दिइराखेको छौँ यो प्रदेशहरूलाई। तर सांसदले के गरेका छन् त त्यो ठाउँमा? त्यो प्रदेश सभा भनेको तपाईँको आज कङ्ग्रेस एमाले माओवादीको दोस्रो दर्जाको नेता जो केन्द्रमा अटाउँदैन त्यसलाई भर्ती गर्ने केन्द्रको रूपमा स्थापित भएको छ। त्यसको लागि हामीले आवाज उठाइराखेको छौँ होइन। आज प्रहरीको तलब 20,000 छ, केही सिङ्गो नभाँच्ने भ्रष्टाचार गर्ने सांसदको तलब 1.5 लाख रुपियाँ छ होइन। आज तपाईँको कालीकोट रुकुममा गएर डाक्टरले काम गर्नुपर्छ, तलब कति छ तपाईँको? 20,000। अनि यो नेताहरूको तलब 1.5 लाख हो। यसको विरुद्धमा आवाज उठाइरहेको हो। आज किसानहरूले हाम्रो किसानहरूले गाउँमा चाहिँ आफ्नो तरकारी खेतीमा डोजर लगाइरहेछन् नबिकेर, अनि हामीले दिल्ली पन्जाबको तरकारी चाहिँ 100-200 रुपियाँ किलो हालेर किन्नुपर्ने, यसको विरुद्ध हो। यो राजाको विषय मात्र होइन, राष्ट्रवादी र गणतन्त्रवादी हो। राजा सहितको हिन्दू राष्ट्रको कुरा छ यहाँ होइन। त्यसैले राष्ट्रवादी पक्षधारहरूमा को अटाउने? अब राप्रपा मात्रले त सक्दैन होला पक्कै पनि। राप्रपा सँगसँगै अहिले वैकल्पिक शक्तिहरू भनिएका अनुहारहरू हामीले देखिरहेका छौँ, अन्य दलहरू आइरहेका छन् वैकल्पिक शक्तिको रूपमा। तपाईँहरू अलायन्स बनाएर अब हामी राष्ट्रवादी एक ठाउँमा जुटौँ भनेर चाहिँ किन पहल गर्नु? पहल हामीले आह्वान गरेको छौँ। यो त कस्तो भन्दाखेरि स्फूर्त रूप पाउने कुरा हो, हामीले चुनिनुको दिने कुरा होइन। हेर्नुहोस् त राप्रपा नेपाल पनि तपाईँहरूसँग चाहिँ मिल्न तयार छैन। त्यो उहाँहरूको कुरा हो, यो उहाँहरूको कुरा हो। यो राष्ट्रवादीको किताबमा उहाँहरू पर्नु नपर्नु कोही जनता पर्छ पर्दैन त्यो उहाँहरूको कुरा हो। हामी यो लडाइँ निरन्तर लान्छौँ, सङ्ख्याले लडाइँ जित्ने होइन। आजको दिनमा गणतन्त्रवादी किताबमा छु भनेर बसिरहेको राष्ट्रपा समेत पीडित भइरहेको छ सरकारबाट। रवि लामिछानेलाई हामीले देखिरहेका छौँ बारम्बार एक खालको उहाँ दोषी हुनु होला नहोला आफ्नो ठाउँमा छ, यद्यपि प्रत्यारित होइन। यो अवस्थामा राष्ट्रपा भनिएको वैकल्पिक शक्ति, राप्रपा भनेको वैकल्पिक शक्ति, राप्रपा नेपाल होस् या त फेरि अरू सङ्घ सङ्गठन जति पनि छन्, खड्का-बादल रवि नै हुन् या त कुलमान नै हुन्, यी सबै एक ठाउँमा आउनु तयार छ? जरुरी छैन अहिलेको दिनमा? जरुरी छ, तर समय लाग्छ नि त त्यो बुझ्नको लागि। नेपालमा कस्तो चलन चल्ती छ भने आफूलाई नपरिकन नबुझ्ने। तर राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको 20औं वर्षदेखि यही एजेन्डा जनताको मुद्दा लिएर अगाडि बढिराखेको। हामीलाई समय लाग्यो होला, अरूलाई पनि समय लाग्छ, तर सबै अब तपाईँहरू ढुक्क हुनुहोस्, सबै एउटा किताबमा उभिन्छ। किनभने हामी के चाहन्छौँ वा राष्ट्रपाले के चाहन्छ होला भने देशको स्थायित्व, स्थिरता, अस्तित्व र आउने भविष्य सुनिश्चित गर्नु पर्यो। त्यसको लागि तपाईँ हामी एक ठाउँमा उभिने हो। आफ्नो पार्टीको आफ्नो एजेन्डा छ, तर राष्ट्र त सर्वोपरि छ। यो शिरमा देश बस्छ कि यसमा भ्रष्टाचारीहरूलाई शासन नदिऊ, गर्न नदिऊ। तपाईँहरूले राष्ट्रपालाई पनि जोड्न तयार हुनुहुन्छ? हामी जो पनि आउन सक्छ। आज त हामीले भनेका छौँ तपाईँहरू एमाले काङ्ग्रेस माओवादीको साथीहरू तपाईँहरू आफ्नै
देखाउनु किनभने विचारभन्दा माथि देश छ राष्ट्रवादको यो माहौलमा जोडिनुहोस् तपाईँले देखिराख्नु भएको छ हामीले चाहिँ देखिरहेका छौँ काण्डै काण्डको यो भुटानी शरणार्थी ओम्नी के काण्ड राख्नु भएको छ यो टी सर्ट लाउनुको कारण चाहिँ यो चाहिँ एउटा साङ्केतिक विरोध हो होइन राज्यले जतिवटा काण्डमा छन् राज्य कतिसम्मको भ्रष्टाचारमा छ भने यो टी सर्टमा त के हटाउँछ हेर्नुहोस् होइन यस्ता काण्ड त हजारौँ काण्ड छन् देशमा यो मेरो एउटा साङ्केतिक विरोध हो यो यी सब काण्डहरू अहिले एकदम नेपाली नागरिकको मनमनमा रहेको दिमागमा रहेको यो काण्डहरू हुन् यसको बारेमा चाहिँ सरकार किन छानबिन गर्दैन छानबिन गर्यो भने त आफैलाई कारबाही गर्नुपर्छ सरकारले कहाँ छानबिन गर्छ त्यसको लागि त राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो पार्टी सुशासनमा विश्वास गर्ने पार्टी होइन चोखो पार्टी चाहिन्छ त्यसैले गर्दाखेरि अहिले सरकारले सरकारमा आउनु भयो यो सब छानबिन हुन्छ सबै छानबिन हुन्छ आजको पनि माहौलमा तपाईँ हेर्नुहोस् होइन कोही एमाले ठुलो दल होला काङ्ग्रेस ठुलो दल होला तर आज चिया पसलमा गाउँमा पसलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ताले जस्तो शिर ठाडो गरेर कुन चाहिँ पार्टीले हिँड्न सक्छ एउटा काण्ड यो काण्डमा राप्रपा छैन नि त्यसले गर्दाखेरि जब हामी सरकारको सत्तामा हुन्छौँ हाम्रो ताकत हुन्छ यो सबै काण्डहरू ल्याएर चाहे त्यो पूर्व प्रधानमन्त्री होस् कसैको श्रीमती होस् सबै दण्डित राजालाई तपाईँले सिपेज लगाइसके पश्चात यी काण्डहरूको छिनोफानो हुन्छ राजा संवैधानिक मात्रै हो राजा सक्रिय शासन हामीले मागेको होइन उहाँको यस कुराहरूमा त गर्ने भनेको त प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याएर हो होइन त्यही भएर यो गलत भ्रम नराखौँ कि राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय राजतन्त्र चाहन्छ जुन किसिमको तपाईँले कुरा गर्नु सेरेमोनियल किङ राखेर राप्रपाले चाहिँ कार्यकारी प्रधानमन्त्री लिने त्यही हो कुरा हामी चुनाव लडेर जितेर आउने चुनावबाटै आउने टिका लाएर नआउने टिका लाएर किन आउनु पर्यो हालाकि पहिला पनि एक खालको एउटा वातावरण थियो नि राजा हुँदाखेरि राप्रपा निकट होइन त्यो त राजा सक्रिय शासन थियो हामीले राजाको सक्रिय शासन मागेको होइन जब हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्दैछौँ भने सक्रिय राजतन्त्र कसरी हुन सक्छ त्यो तपाईँहरूले बुझ्नुपर्छ यो संवैधानिक राज संस्थाको कुरा गरेको हो र यो टिका लाएर कसैले राजाले भोलि मलाई यस्तो गरिदिन्छन् भोलि हाम्रो पार्टीले यस्तो गरिदिन्छन् भनेर आउनुभएको छ भने त्यो भ्रम हो त्यो भएन त्यही भएर हामी हुनेवाला छैन त्यो हुनेवाला छैन त्यो विचारमा हामी म्यान्डेटमा आउनु पर्यो आफ्नो पिरियडमा आउनु हजुर एकदम लडेर आउने हो जनताको म्यान्डेट लिएर आउने हो भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा लिएर आउने अब यो छानबिन समितिको कुराकानी छ फेरि त्यही जाउँ तिनकुनेको प्रकरणलाई तपाईँहरूलाई पनि दोषी देखाइएको छ खास गरेर राप्रपा र पूर्व राजा ज्ञानेन्द्र शाह प्रमुख दोषी हुन् भनिरहेका छन् दुर्गा प्रसादले दोषी भनिरहेका छन् यी तीनवटा पात्रमाथि सुई यति बेला गुनेको छ तपाईँहरूमाथि पनि छानबिन भइ नै रहेको छ यति बेला सरकारले निशानामा लिइरहेको छ हामी त भनिरहेछौँ छानबिन गर्नुहोस् छानबिनको दायरामा ल्याउनुहोस् राज्य दोषी देखिन्छ भन्ने डरले उहाँहरू छानबिन गर्ने हिम्मतै गर्नुहुन्न बेलुन पड्किँदा छानबिन गर्नेले मान्छे मर्दा जनता मर्दा छानबिन गर्दैन तपाईँले त्यसको दोष हामी दोषी होइनौँ हामी दोषी हुँदै होइनौँ जिम्मेवार राज्यले लिनुपर्छ जिम्मेवारी हामी जिम्मेवारी लिँदैन हामी जिम्मेवारी मैले प्रश्न के भइरहेछ भने चाहिँ दुई दुईजना मान्छे मऱ्यो राप्रपाले या त फेरि राज संस्थाहरूले राजनीतिले एक चुइटो बोलेको छैन संवेदना देखाएको छैन भेट्न गएको छैन हेर्नुहोस् भावनाको खेती गर्नु हुँदैन मैले धेरै ठाउँमा गएको छु तर कोही मान्छेको मलामी गएर त्यहाँ फोटो खिचेर तपाईँको परिवारसँग म रोएको छु भनेर मैले सामाजिक सञ्जालमा त्यो भ्रमको भावनाको खेती गर्ने आजको दिनमा देउबा समेत देउबाजी जो धेरै बोल्नुहुन्न उहाँ समेत जानुभयो मृतकको घरमा हेर्नु हामी गएको छौँ तर हामीले भावनाको व्यापार गर्न जान्दैनौँ त्यसो देउबाजीले अहिले भावनाको व्यापार गर्नुभयो अफकोर्स त्यही हो दमन गरेर त्यही राज्यले उहाँकै सरकारले मान्छे मार्ने अनि त्यहाँ गएर चाहिँ भनेर दुई शब्द मिठो बोल्ने त्यो होइन हामी त उहाँहरूसँग सुरुको दिनदेखि छौँ तर हामीले त्यो कुरालाई बाहिर ल्याएर अब त्यसकै व्यापार गर्ने म गएँ पीडितकोमा भनेर तर हामी त सर यो आजको सभा किन हो उहाँहरूले न्याय पाउनुपर्छ उहाँहरूको परिवारको जिम्मेदारी लिनुपर्छ भन्ने हिसाबले हामीले यो विरोध सभालाई राखेको दबाब राज संस्थाले पनि हामीले पनि भनिन्छ नि एउटा हातले